सो गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल होइन। आज चाहिँ म आजदेखि नै सुरु गर्दैछु मेरो प्रपर भ्लगिङ होइन, डे टु डे भ्लगिङ। आज चाहिँ अब ढिलो उठ्यो, अहिले 11 साढे 11 कति भएको छ होइन। रुमको हालतै छ, मिलाउनु छ है। बिहान बिहानै उठ्यो, भात सात पकाउने कार्यक्रम पनि गर्दैछु। एक्लै छु नि त, केटाहरू कोही आएको छैन। भान्साको हालत पनि यस्तो छ, भात बसाउँदैछु। अब भात सात पकाउँदै ओर्दै लुगासुगा मिलाउँदै अब अगाडि बढ्नुपर्छ। आजको दिनको सुरुवात यहीँबाट भयो। सो अब म यसो लुगासुगा मिलाएर यसो सफा गर्नु पऱ्यो भनेर लाग्यो। सफा गरिसकिहालिन्छ अब। त्यस पछाडि आजको दिनको सुरुवातै यसरी भयो। लुगासुगा पट्याउने भन्ने सफा गर्नेबाटै सुरु भयो। यसरी नै भइरहन्छ। सो आज हाम्रो घरमा चाहिँ एउटा नयाँ गेस्ट आउनु भएको छ होइन। अघिसम्म सफा गर्दै थिएँ, सफा पनि गरिसक्यो। कोठाको हालत यस्तो भयो, अघि कस्तो थियो। साथी पनि आइसक्यो। अब यसो प्रोजेक्टको थोरै गर्नु छ अरे। म चाहिँ भात पकाउनु लागेँ, बसाउँदैछु। यो चाहिँ अब दाल बसाउनु आँटेको, भात पाकिसक्यो। दाल साल पाकिसकेपछि फेरि भेट्नुपर्छ। सो दाल पनि बसिसक्यो। अब यति मस्का चम्काएनौँ सबैजना होइन, अनि चप रेडी भएर भात खाने। सो अब धन्दा पनि सकेको भयो। अब साथीलाई चिया बनाइदिउँ है। दुध दिउरे, दुध पनि गइसक्यो। अब टक्कसँगले मरमसला रेडी। मरमसला कस्तो रेडी? ल्वाङ सुकमेल चाहिँ अब उहाँ के अरे ड्रवरमा छ थोरै। अनि टक्क यो च्यारम रेडी बनाऊ। सो अब चाहिँ रिपोर्ट बनाउनुतर्फ लागिसक्यो होइन। यसो फ्यानको हावा खाँदै सरले दिएको थियो पोइन्ट्सहरू यो मिला भनेर। अब रिपोर्ट बुझाउनु पर्ने छ आज 9 बजे। यो सक्ने हो अनि सेला बस्ने। हाम्रो साथी खोइ फेको फोन हेर्दै बस्दैछ है सुमित। अल्छी लाग्छ नि त। सो यहाँ पनि सकिन आँटो। अल्छी लाग्यो अब चाहिँ, लास्ट अल्छी लाग्यो। हाम्रो साथीलाई पनि अल्छी लाग्यो जस्तो छ बिचरा। ओ गोइठे हेर त दाल अड्क्यो। पकाउन लिन जानु पर्यो नि। भोलाइसक्यो। मलाई त रुचि हाल्छ नि। म भर्खर खाएँ भने मासु भनेपछि चाहिँ फेरि रुचि हाल्छ होइन त। ल एकछिन मासु ल्याउने, पकाउने, खाने। पहिला काम सक्ने, त्यो काम बाँकी छ टन्नै। ल अरूको लागि चाहिँ एट्सअप गाइज। सो फेरि मासु पनि लिएर आइसक्यो। अब खाजाको लागि मासु खाने। आज फेरि चिया बनाउँदैछु। दिनमा जस साथीभाइ आयो भने चाहिँ चिया खाएको खाइ हो। टक्कसँगले चिया पकाउने
चिया पाक्दैछ अलिकति उयो हो टक्क मासु पोल्ने एकछिनमा अनि गफ गफ सो मासु पकाउन स्टार्ट गरिसकेँ सुरुमा तेल त्यहाँदेखि टक्क अब खोर्सानी हाल्थेँ होइन उब्रिँदै छ अब यहाँ मासु हालिदिन्छु म मासु अब गयो आफ्नो ठाउँमा अब एकलोट यस्तो हल्लाइदिउँ अब नुन थोरै यसो सुकाउनको लागि अब चाहिँ हालिदिउँ सो टमाटर पनि रेडी भइसक्यो अब काटिदिने यसलाई ठिकैको अहिले गिले छ नि त अब हल्का ब्राउन हुन थाल्यो है अब साथी पनि गयो हो अब चाहिँ आजको लागि चाहिँ यति नै बाइ गाइजहरु